हेलो साथीहरू, गुड मर्निङ, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। साथीहरू, के छ हजुरहरूको खबर सन्चै हुनुहुन्छ, आराम कुशलै हुनुहुन्छ भन्ने आशाका साथी भिडियो स्टार्ट भइसकेको छ साथीहरू। अनि त्यहाँबाट हजुरहरूको माया, साथ, सपोर्ट, हौसला सबैको कारणले गर्दा यो लेभलसम्म भिडियो बनाउन सक्ने भइसकेँ साथीहरू। म यतिसम्म बोल्न सक्ने भइसकेँ, अक्मकै गर्थेँ। अहिले चाहिँ ठिकै छ साथीहरू, कम्फर्ट हुँदैछ मलाई। अनि के हुन्छ कसो हुन्छ दिनभरिको काम म के गर्छु है, घरमै हुन्छु, हुन त काहीँ पनि गएको त हुन्न। घरमै के गर्छु कसो गर्छु म तपाईँहरूलाई सबै देखाउनेछु साथीहरू। अझै तपाईँहरूको साथ सपोर्ट माया हौसला सबैको खाँचो, धेरै खाँचो छ मलाई। जे जतिले गर्नुभयो उहाँलाई त मुरी मनदेखि नै धेरै धेरै धन्यवाद भन्न चाहन्छु साथीहरू। अब के गर्छु कसो कसो गर्छु म तपाईँहरूलाई देखाउँदै जान्छु। कुन डाइपर युज गर्नुहुन्छ है, यो चाहिँ मलाई एकदम बेस्ट लाग्यो। यो कोकोनट बर्ड्सको चाहिँ एकदम राम्रो लाग्यो क्या, एकदम सफ्ट, कति राम्रो क्या। म पनि अर्को लगाइदिन्थेँ, हिजोबाट यो युज गर्न थालेको, एकदमै राम्रो छ, एकदमै सफ्ट छ क्या। सफ्ट पनि कति सफ्ट छ है, कस्तो मजाको न्यानो छ, आनन्दको मुलायम सफ्टवाला छ, नपास्ने, कस्तो राम्रो रहेछ क्या यो। राम्रो लाग्यो क्या। अनि यो झोला पनि कति राम्रो क्या, जिपरवाला झोला छ है, जिपरवाला झोला। यस्तो ट्याक्क लगाएर बगेर ट्याक भन्दा नि मिल्ने खालको राम्रो लाग्यो यो डाइपर नै एकदम मन पर्यो। नानीलाई एकदम कम्फर्ट भयो, सजिलो भयो, राम्रो। ल, आजको काम मेरो तिल धुएँ, सुकाएँ, घाम लागेको छ मधुरो। कति दिनमा सुक्ने हो थाहा छैन है। यस्तै भयो साथीहरू, यस्तै गर्दैछु म त। के गर्दै हुन्छ तपाईँहरू कमेन्ट गर्नु होला है। कुन ठाउँबाट हुनुहुन्छ, कतिको घाम लागेको छ तपाईँकोतिर, सबैले कमेन्ट गर्नु होला। व्यस्त रहने